हेलो साथीहरू नमस्ते। तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु हैन। अनि यो मेरो पहिलो भिडियो हो हैन। तपाईहरुले साथ सपोर्ट गरिदिनु होला। तपाईहरुले साथ सपोर्ट गरिदियो भने म अरु भिडियो पनि राम्रो भिडियो देखाउन सक्ने बनाउन सक्ने छु। हजुरहरुको लागि राम्रो दृश्य देखाउने प्रयास गर्नेछु। तर तपाईहरुले यो पहिलो भिडियो तपाईहरुले चाहिँ राम्रोसँग साथ सपोर्ट गरिदिनु होला है त। म अरु भिडियो राम्रो बनाउने छु। अनि म चाहिँ रुमबाटै हो, आज रुममै छु हैन। मेरो रुम हो। म चाहिँ नेपाल चाहिँ मेरो घर चाहिँ सुदूरपश्चिम बझाङ जिल्ला हैन, केदारशिव 4। हाल चाहिँ भारतको कारोबार जिल्लामा अब यस्तै ड्युटी छ भनौँ। त्यस्तै अब घरमा सेकरोटी भनौँ, अरु होटेलमा भाडा माझिन्छ। अनि यस्तो छ अवस्था चाहिँ। अनि क्यामेरा पनि अब यस्तो मोबाइलबाट अब के क्यामेरा होला हैन, 5-6 हजार भारुको मोबाइल हो हैन। त्यो क्यामेराबाट अब त्यस्तै हो, यस्तो क्यामेरा छ, खासै गतिलो छैन। अब तपाईहरुले साथ सपोर्ट गरिदियो भने चाहिँ राम्रो पनि क्यामेरा आइफोन नै किनिदिन्छ नि हैन है त साथीहरु। म चाहिँ यस्तो छु है, रुममा छु है त। म बाहिर दृश्य देखाउने छु है। यो मेरो रुम हो, रुमबाट सुरु भयो। यो यस्तो छ है, मेरो यो रुम हो हैन। यो हल छ ठुलो, यस्तो छ। यो झ्यालबाट बाहिर देखाइरहेको छु है म। झ्यालको बाहिरको दृश्य यस्तो छ। आमको रुख रहेछ त्यहाँ, यस्तो छ। म चाहिँ मेरो रुमबाट, म बस्ने रुमबाट बाहिर आएको छु। यस्तो छ बाहिरको दृश्य चाहिँ, म बस्ने। त्यो पल्लो घर पनि, त्यो पनि मैले हेर्नुपर्छ। अनि यो पनि मैले हेर्नुपर्छ। दुईटा घर छ यहाँ। यो अनि दृश्य राम्रो छ है, एकदम पहाड पनि छ है। यो इन्डिया भारतको कारोबार जिल्लामा यस्तो छ। त्यो सबै उता रुख पनि छ। यो गार्डन नारियल पनि पानी हाल्नुपर्छ यस्तो यो कोकोनट है, यस्तो छ बाहिर। यस्तो छ है म बस्ने ठाउँमा। गार्डन कुखुरा पनि छ। 4 किसिमको कुखुरा छ। हाँस छ, लोकल कुखुरा छ, टर्की छ, कौवा है, कौवा। यो पन्याउनु पर्छ ड्युटी मेरो।